एन्फा अघि स्प्लिट्स भिल्ला हो मैले बुझ्नै छोडिसकेँ होइन। अब यहाँ यति धेरै ट्विस्ट हुन्छ, यति ट्विस्ट त बिग बसमा पनि हुँदैन। मजाक उडाओगे? कन्टेक्स्ट के हो भने चैत 12 गते चाहिँ नेपाल र हङकङ बीच इन्टरनेसनल फ्रेन्डली हुने कुरा थियो, तर अहिले त्यो क्यान्सल भएको छ। एन्फाले चाहिँ के दोष लागेको थियो भन्दा राष्ट्रिय खेलकुद परिषदले दस्तक रङ्गशाला उपलब्ध नगराएको अनि भेन्यू नै नभएर अब खेल हुन नसक्ने कुरा चाहिँ एन्फाको रहेको थियो। तर अहिले फेरि अब राष्ट्रिय खेलकुद परिषदले के भनिदिएको छ भन्दाखेरि चाहिँ हामीले त्यस्तो कुनै पनि पत्रचार गरेको छैनौँ, दशरथ रङ्गशाला अभाइलेबल थियो, तर एन्फाकै आन्तरिक कारणले गर्दाखेरि यो इन्टरनेसनल गेम हुन नसकेको भन्ने कुरा आएको छ। एन्फाले हामीलाई यति धेरै कन्टेन्ट दिइसक्यो होइन, अब कन्टेन्टकै ओभरलोड भइसक्यो क्या होइन। अब लगभग अब के हुनेवाला छ भन्दाखेरि अब जति पनि रिमर्स सुनिएको छ राष्ट्रिय खेलकुद परिषदले चाहिँ एन्फालाई अब डिजल्भ गर्दैछ अरे होइन। त्यो भयो भने हामीलाई अर्को कन्टेन्ट हुन्छ अनि त्यसपछि फेरि फिफाले ब्यान गर्छ, अर्को कन्टेन्ट हुन्छ। सो कन्टेन्टको कमी त छैन एन्फाबाट, तर नेपाली फुटबल चाहिँ अब आई डोन्ट नो अब कहाँबाट सुरु गर्ने हो, के हुने हो। लेट्स होप नेपाली फुटबलले चाहिँ राम्रो लिडरसिप पाउनेछ।